हामी हाम्रै छोरी जस्तो ट्रिट गरेर बाजु ठीक छ हरको सिजन गुराँसको सिजन भएको चाहिँ दामी हुन्थ्यो खुबसँग आउनु मनपर्छ कि मन पर्दैन मनपर्छ ए त्यसो भए खिचौँ न त ऊ ए तिमी त नट्ने रहेछ खोइ त म उचाल्छु मेरो भदैलाई ए यसरी डल्नु यता हेर हाँस ल खोइ त सासु हाँसेको भाइ छोरी माया सेकेन्डचोटि मामा घर आउनु भएको माउलोमा मामुलो ड्याडीको बिहे खान आउनु भएको है फुल टिप्नु भएछ अनि पिगी पिगी हेर्नु भएको हो पिगी हेर्नु भयो बिहान त देखाइदिनु भन्थ्यो त्यसलाई देख्दा देख्दा भक्कै रहेछ अहिले पनि उसले नै लिएर आएको ए नयाँ नयाँ कुरा देखेर छक्क पर्दैछ हिजो कुखुरा देखेर छक्कै पर्दै थियो माम्रो ड्याडीको बिहे खान आउनु भएको है हो ड्याडीलाई पाइया गरिदिनुहोस् न आमी 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 ह्याप्पी आमी भाइ पनि हाँस्दैछ है मामुले उसलाई समात भन्दा होला ए होइन उता जाने ल जाम 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 गेट रेडी भयो है यहाँ चाहिँ रेडी भइसक्यो अङ्कल धुलो उडेछ है निकै अब चाहिँ रेडी भएछ है फुलहरू छैन फुलहरूको सिजन गुराँसको सिजन भएको चाहिँ दामी हुन्थ्यो राम्री छैन फोटोमा त क्या राम्री देखिएको योभन्दा राम्री छैन जन्म रियलमा आफ्नै बहिनी किन बेइज्जत गरेका फोटोमा मात्रै राम्री भन्ने चिस्काउनु हुँदैछ दादाले चाहिँ राम्रो छ निसु राम्रो छ कि छैन भन न छ बस त्यहीँ तिम्रो पनि भिडियो बनाइदिन्छु के तलतिर जानु भएको छ किन खोइ दुना पुगेन हुन्छ हुन्छ भाइ हुन्छ हजुर उति नि हिँड हिँड छोरीलाई चाहियो अरे निसु निसु बुट्टा खाना हो उता बस ल भाइको ससुरालमा भाइको बिहे खाने मान्छे भागे माने मान्छे माग्नु बिहे खाने मान्छे यसो नजिक पुरा म त यो एङ्गलमा थिएँ त है दादा आउँदैछ काम गरेर के यहाँ गर्थ्यो अनि हगाउनु पर्ने त्यत्रो लठारो चुरमा मात्रै हग्ने दिशा प्रेम जोडीहरू यहाँ आउनुहुँदैछ हङ्गालो मारेर गफ गर्दै छोरा उहाँ छोरी यहाँ भदै यहाँ के खानु भएको भदै मलाई मेल टिपेर ल्याइदिनु भएको भदैले मिठो छ होइन प्रणु लड्छ है कन्टेन्ट क्रिएटर यहाँनिर कताबाट चाहिँ आउँछ भनेर पोज दिनु हुँदैछ है एक तरिका पेट घटाउनु पर्दैन गरि त सकेँ नाना अलिकति आउनु नि डाइरेक्टर भएर झन् हट्नुहोस् भनिदिएको हो क्या तिमीलाई कुरा बुझ्दैन कुखुराले मुद्दैन यहाँ त यसो गर्ने यसो नुनु गर्ने रे फुपा नुनु ए
पनि प्रनु नखेल्ने तिमी अलिक यता आऊ त यता आऊ त नखेल्ने भयो यता आऊ भदै नखेल्ने भयो यता आउनुहोस् ल ए खेल्ने ल ल खेल्नु खेल ट्याप ट्याप सबैजना ल ल सबैजना बच्चा बच्चा आउनुहोस् पुसेर कुटिदेऊ न भदै कुटिदेऊ न पुसेलाई मेरो भदै ठिक छ हाने हाने पुसेर पनि हान 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 बोतलबाट हान्नु ल भरे यस डिस युवा नराम्रो छ क्या है भाउजू ठिकै छ पछि उम्रिन्छ नि फेरि बाजु ठिक छ नाच्नु पाएर नाचिदिउँ न केटा अरे ठिक छ बजु ठिक छ केटीको ठिक छ केटीको ठिक छ केटाको ठिक भएन केटा पनि नाच्नु पर्यो एक्सन गर त हेर न हो नाचौ खेल्छ छड्के छ लान्छ मायालाई पहिलो भेटमा खाइदेऊ न चुमा खाइदेऊ होइन केटा खेतो न रहेछ काम दिएन चुमा खाऊ न अरे तपाईँ दाजु तपाईँको दाजु तपाईँहरूले दिनुपर्छ होइन त्यही त म त थाहा छैन होला भनेर यसले बिर्सी होला भनेर सुनाइराखेको आफ्नो माफी नाच्नु आउनु पर्न त नि डिस्को लाइट छैन भोलि आउँछ होला आज बोलाउनु आँखा नि राम्रै छ मन पर्यो नि ओठ आँखा नि राम्रै छ मन पर्यो नि ए मिस्टेक गाए रे मिस्टेक गाए पर नहुने पानी र पैसाको हाम्रो अचारवाला सेक्सनको आन्टीहरू अचारवाली हो नि त अचारवाली हौ
दाजु हजुर दियो बिस्तारै जाऊ ल ओइले उठेर बिचरा अनि अङ्कल पर्दैन फुल टिका मात्रै लाउने अहिले हामी चाहिँ नघुमौँ रक्सी बोकेर के घुम्नु गली सक्यो रक्सी बोक्नै पर्दैन घुम्नु खाँदै गरौँ न बरु रक्सी हामी देऊ सानोलाई सबैजना घुम्नु छोरीको बिहेको पर्ने हो लामा त जानै पर्ने हो यहाँ पर्दैन हुनुपर्छ होइन हजुर हजुर हाम्रो पनि पालो हुन्छ त कलस कसले बोकेको आँक्री तर ऊ खुसु नानाको बिहामा शुभ साइडमा कलस त्यो कलस बोक्ने कता गयो बुढी आउँदैछु त लाइदिनु न तपाईँ बुढीलाई नखोजिराख्नुमा आउँदैछ हामीले घेरिराखेको छौँ ल हामी बाँध्नु थालौँ खुट्टैमा ढोग्नुपर्छ है पहिला उहरूलाई दाउरा बोक्नु बस्छ रक्सी खानेहरूलाई रक्सी पूजा त भाइले दिनु न यो त थोरै थोरै चाहिँ खानु पर्थ्यो कोही खान्छ कोही कहाँ लाउनु मिल्दैन होला छोरीले एक लाख दिने 1 लाख दिने अब सबैलाई ढोकाउनु पर्यो कसैले ढोकेन त साथी 5 रुपियाँले दुःख दियो बजु 5 रुपियाँले दुःख दियो सबैलाई ढोक्नु पर्यो भन्दैछ के हुन्छ साइड शुभ साइड त सबैलाई ढोक्नु है सबैलाई ढोक्नु खुट्टामा ढोक्नु पर्यो अङ्कल खुट्टामा हजुर ओ ओडाले छोरा लडिजान्छ भने डर यता हेर्नु न आहा भन्नु न हाँस्नु न सबैलाई पुग्यो चिसो लिनु न चिसो चिसो खानु न चिसो दिनु बरु मुख झुटो गर्नु फेरि दिउँसो खानु नि तैँले नि खानु नि फेरि मिक्स होला खानु न ए यो खान्छ खायौँ भोलि पर्सि केही खान्न आज चाहिँ ट्याक आज ट्याक बन आज त तपाईले सबै कुरा
बजी आउनु भएको थियो त भात तरकारी पाइसक्नुभयो हरजीवन अङ्कलले अब अहिले भान्सेहरूले खाने सुरुमा ए भान्साहरूको लागि चाहिँ ए अनि म त अङ्कल के गर्नु चाहन्छु गर्न नबोल्नु हुँदै थियो घरे दिपासँग होइन पर भात तरकारी पकाइसकेपछि जाउँदै हेर्नु म त भर्खर उ गरेको थिएँ यो चाहिँ यता दिउँसोलाई खाना पकाउने हाम्रो अङ्कल चाहिँ बिहान आएर खाना पकाइसक्नु भएको मलाई थाहै थिएन तपाईँ त खाना पकाउनु भएको गर्न नबोलेको हुनुहुन्थ्यो बिहान कोसँग ठिक छ यतिको चाहिँ अङ्कल हुनुपर्छ कहिलेको मासु अङ्कल नि मासु छ त ऊ त्यहाँनिर भिडियो बनाउँदै आयो क्या चामल त राम्रो छैन त यो त कुन थिएन अर्को थाहा पाउनु भएन तपाईँले अनि अर्कै पाउनुपर्छ नि त झन् भान्सेलाई मिठो खुवाउनुपर्छ त हौ ल म जान्छु आउनु न अङ्कल मेरो घर होइन हौ यो त कहाँ मेरो घर त तपाईँहरूको घर होइन मेरो घर त कहाँ छ कहाँ जन्मघर माइती जन्मघर थियो जन्मघर पनि कहाँ त म तल जन्मेको होइन यत्तरी बेसी भएछ लिम्बुनी अचारवाली मेरो लिम्बुनी चाहिँ मेरो भिडियो खिच्न भन्छ खाना आएकाहरू हो खाऊ खाऊ खाना जन्मेकाहरू हो खाऊ खाऊ देउली अलि मजाले खाने भरे फेरि भोकले मर्छ सुन्नु भएको छैन आन्टीले आउँछु यो चाहिँ बेहुली मुख पनि धोएको छैन है म कि धो भनेको किन नधो खाने बेला भएछ त ए छोरी ल अरे यहाँ यो चाहिँ बेहुलीको बहिनी मान्छे त दुईजना त मासु ठुलो छ त होइन अरे नातिनीले त नाति उठ्ने बित्तिकै भात खुवायो भने मिठो छ नुन अलि कम भएछ मलाई नुन नै लागेन खानु न मासुहरू बरान्डी रेडी हुँदैछ यता चाहिँ लिम्बुनी त आऊ अरे यस्तो गरेको भनेर खाट राख्नु पर्यो है मम्मी घरमा बाहिर जानिदिनु भएन
हामीले ठिक गर्छौँ होइन भनिदियो म त यसो उभिने मात्रै होइन म उभिन्छु उभिएर चाहिँ मलाई किन नभन्नु मलाई के थाहा नि बाजा बजेको हो बाजाबाट थाहा जोइलाई हैन त आमालाई दियो र कसरी दियो भने हाम्रो परम्परा चलन अनुसार हर्कबुङ मकबुङको सन्तान हो हामी उहाँहरु हर्कबुङको मकबुङको हामी हर्कबुङको हो र हिजोदेखि नै हाम्रो बिहाबार चलेको हो र आज हर्कबुङ र मकबुङको शाखा सन्तानमा आज शुभ लगन जुडिएकोले आजदेखि हामी जरा नातिनी छोरी भान्जी आजदेखि हाम्रो सुरन तामाङलाई 1 दिउँ 2 दिउँ 3 दिउँ 3 दिउँ आजदेखि हाम्रो जरा नातिनी कसैको भान्जी कसैको छोरी हाम्रो सुजन नाति तामाङ ज्वाइँलाई 1 दिउँ 2 दिउँ 3 दिउँ 3 दिउँ ए उ सब निकालेर बुढा नातिनी हाम्रो भान्जी कसैको नातिनी छोरी हाम्रो ज्वाइँ नातिलाई सुजन तामाङज्यूलाई जिम्मालाई आजदेखि 1 दिउँ 2 दिउँ 3 दिउँ दिउँ हैन ल त्यसो भए अब तपाईको गोत्र के हो भन्नुहोस् नेगी गोत्र छ नि त तपाईहरुको हैन हाम्रो छ नि हामी चामलिङ राई हाम्रो साले बिसा हुन्छ तपाईको गोत्र हो गोत्र के अरे नेगी ल राम्रो सुन्नु सबै छ भन्नुपर्छ अब यसलाई भन्नुपर्छ है कसम हो आसे ठल्ल भसाकामा कुकामा दा केनी इदोको आसे मिना छोरी बा केनी चिरिपा हिखेल घेचिरा मुसिङ मुसि चिरिको पठल सठलहरुमा पनि केनी रहेछ हर्कबुङ र मकबुङ रिलुङमा पनि हिँगे हिमालची सारो चाहिँ हिँगे पठल आलिराका केनी उको एम भुसरी डाका एना तिमाल सुन्ना केनी आलिराका उको मकबुङ सुलाई के अरे तपाईहरु हजुर नेगी रुमाको फललाई आलिराका केन इडुमछुङ बडा ल इडुमछुम हाकारम इडुमछुम सिमरुम इडुमछुम इरुम इडुमछुम हाका फेरि इडुमछुम सिमरुम इडुमछुम सुन्नु भएन आलिराका हर्कबुङ र मकबुङमा रुङी साकाल्योका हाइर सेला पाखेर डाका साया बदङ चासिङमा तिर्ने केनी अमारी रुम्ने झिमारी रुम्ने ढनखानेपा सालाबा छन्के हेखालेबा नियामा छन्के उनी छुन्ने तिर्ने
अनि ठल अब एउटा कुरा थाहा छ त्यो तपाईँले भन्नैपर्छ है सकेको भनौँ न कसैको मिलाउँला कर्पतिबाट भन्छ नि त होइन अनि हाम्रो नातिनी लगेर के गर्नुहुन्छ हामी हाम्रो परिवारमा इन्क्लुड गर्छौँ अनि त्यही भएर हामी हाम्रै छोरी जस्तो ट्रिट गरेर उसलाई कुनै पनि त्यस्तो खालको समस्याहरू नपरोस् भन्नु न हजुर र त्यति है त ल खुसी लाग्यो भयो त्यो सकिएला ए लाउँदैन त्यो यति थाहा होइन ल सकियो त अब यति बात पाउनु सकियो हाम्रो जग्गा चाहिँ कहाँ छ हौ हाम्रो जग्गा तपाईँको त मिलाएको छ नि तिमीलाई ल छ भने तौजी गर्नु पर्यो अब तपाईँहरू ल घर असना कमाइ खाए पाएको होइन ना उको न त्यो असा सुरुली के भन्छ सुरुली छु सुङ्केरा छु असना यहाँमा अब धिरी ताक्ला छु यहाँमा पात्रेको बाबा हो आसे उहाँ छदिको के कति ठल्लो प्रसव खाचे चाहिँ माने नासङको अन्यको गो आसे खुना रुसाका ल्योका खना रुसाका ल्योका ना उजी छुरी मिचिरा गो पाँच दा गो ना गो अमारी ख्यान तिदुम ना गो अमारी ओ आलितिर रुसाका ल्योका ना हो खेमो के सारे बेमा छ सारेमा आस्मै ख्यादै पा त्यही पत्रा ने बाकी राने बाबा किन है त्यो पासमा के बाबामा छिम्माबामा यहाँ पाइन लाउँछ आसाउको आँगातिर ठल बोला अलिकति सार्नु पर्यो यता हजुर अलिकति यता छेउतिर पुरा मान्छेको पनि छ गुरेङ लानु पर्ने रे तामीले ल ल बाध्य परिहाल्यो कुसै समिन्द्र पो भन्नु न मार्ने रहेछ नि कुरुङ बोपा कुरुङ बाडामा भन्दाखेरि कसैले बुझ्नु होला दुध मार्नु पुग्नु है हजुर हजुर एकछिन चियापाला मिल्दैन है र जाने सागले अनि चाप सुची छ ल धेना सागमा खाछ्यौ बुवा बुझ्यौ अनि झाडा दुवाली इलेक्सन बहादुर बाजु खतरा भयो सुधारी पाइ मेदारी खै हिँडेर सन्ध्यामातिर अरे उनको हिपाकन के पिसाकन खाइला दाजु अलिकति सिधा बनाउनु पर्छ ठला अलिउको गाई कसो मपीमा खिम्छापा नाप्छा डाँडा ढुङ्ग्री साका जोगाएको रहेछ अनि ढुङ्ग्री साका जोगा पठाउन के का हो मेला पाछाची खिम्छापा खाम्बुमा छाछुमा मिकाना के का टिपाले के गर्दैछ पल्टिन आएर के र साको छ आशा हो गनिजा पाटन आएको रहेछ ढुङ्गाना खाम्बीमा समकेका मिका पदिले खाम्बीमा आशो असन दोली बुङ पाए मुसुला के नि बेलेवा भुटुन सुन्ने रुङ सागलका यसैला पाटन आएको रहेछ पठला सुन ठलो के पनि आको खाम्बी हैन सिपिने जाम्ने रिया गरेका खाम्बी मिका ओकेका खिम्छा पाछु लोन हल्लो आछ अन्नको ठर्न के जिम रुम धुका गरेन मामा चिनी माछु तय माछु इस्तो के बा छिकाको छ कसैले सेकरमा बजाएको लने लो आले
मेरो पछाडि हौ रुङसाका म तिमी कामी गर्छ ठल राजीका पनि छ ठल रुङसाका ल्याउका प ठल फोन आयो मुसी रुङसाका फोना कट्टा आको ठल त झुले खाछ होला के कला देना अनि के काजन हा फसा उतिरा खै आफै हरल नि चिको वा बिना बिना देना हि पा परे ठल छिवा पा परे झिवा पा पनि ठल फोन आए ठल म बसेर सुन्ने ड्राइभर राखी पबेसँग भेन्सिङ जिल्ला पाजी भयो र के अरे ठल फेरि खानको सेमिने के नि दे गाडा बिगाउने के ठल मजना अब के रुम छमा के जी कति खालाई केति खालाई फना हेंगे वा के खा फना वा हेंगे पुना ना कि हटी लियो टिप फना दिन देख्लो तिको लागि खाजेला पैसा रुपैयाँ हैन त्यो चाहिँ सखाजे त्यो चाहिँ नदी जुगामा किने साका सिने के काजे खेमा पाचा बुमके दिगाना खाना खाता कपा खाने का खाता कम पा खाने सफेर जिरा बाजी जुजी इरा उनको सिके तासु राख्छ ताते कि जुजी अनि फसल ताते खाना काप्रै पासेका जस्तो गाडी खला आटा छेके रुङ मत दिङा न का छुसी पासुले गरे यहाँ खामा कानु दिए न आना हुइ मरिको रिङाडी दागे ठलो नि नो दिएरुमा परे दिङा ठलो रिङाना केका हुन्छ होइन बस्नु न बुझी जुजी जुजी कति खासलाई ल हेमा हि हियामाई हेमा कि सेता मेरी के छकमाछी के तिलुङमाछी के तिलुङसी हियामाई हिङे न असा रुङसाका जगना नै उका हालेदा या सुडन रे लज्यौ डरङमा गेला डरङमा ल सुडन हाले हाटे दिखाना छुडा गर्छ पहिला उसमा सा सुडा गर्छ नावरुङ काफजिना अहिले चाहिँ सुजी गर्छ पठला टाइम सिपो हिगे अनि नि टाइम सिप पनि छलो दिलुमा किस्म चाहिँ ताजिन दिला दिलुम त अमारो सेवा पनि ताजिन दिला बो खाल पाउन चाहिँ ताजिन दिला खलो असा रुम ससा टाइ होला जेम ससा टाइ छला उडा जेम ससा टाइ सुनि छला अङ्कल बुझ्नु भएन के मजाले ध्यान दिएर सुन्नुहुँदैछ र नि अङ्कल लौ भन्नु कसो दाजै कसो बुझे खलामा ब का सेरान का येरुसा ताइ सुना भा ल खाना पालको चौतारालाई बर्तीपललाई होला नागलाई के भन्दै नागेले भने फेरि त्यस्तोमा त्यस्तो भयो तर यसो हो तपाईले के भन्नु पर्छ के का खाबुडाना युस नि का के का खाबुडाए कि के का जे खाइए तिमी के खमुसेवा सँग सिके घुमसारी मजा खाइदिए मलाई ल के का त्यो खमुसा सँग के तपाईले भन्नु पर्छ के त्यो हाना मारामारको कुरो छैन यसमा यो राखेर नअलि जोडिने हैन नराख्दा पनि जोडिने हैन बराबर हो हेर्नुस् है यो चाहिँ हिजो त किनै हिजो राखिरहेको अब बुढी मावली दुध मावली त्यहीका जे
जित्नाले म ढङ्गरङ्गम पहिला नाम मात्रै ईश्वरी मान्छे शुभ कार्य हजुर रुनी शाखा नातिमा म बिहाको सँगको नातिमालाई के खानु त्यही आशीर्वाद भटाउँछौँ हजुर धन्यवाद आशीर्वाद दिउँका आज निक्लिने नातिमाई मछा बालिका पैसा बालिका तर के काट्दा बालिकाको मात्रै सानो सोचेरमा पछि के भए पनि के लाग्थ्यो होइन हजुर मुम्बई जाँदा पनि त्यहीका मालिक गएको छु हजुर सिमी अलि नै लिन्थे है यता साइनो के लाउनु हुँदैछ यता माउली बुढो माउलीहरू सबैलाई रित बुझाउने यता हुनुहुन्छ माथितिर यता माउलीहरू बुढो माउलीहरू नटेर यता बसिरहनु भएको छ नासुनामका वर्षमा मिलिए खाएर खेमा आसे साकामा बुकामा दा रुई साका देखाको 12 लाइमा सालापति बेमा बाकी जुन नाकामा चाहिँ 5000 सालापम दम मामाम रहेछ दिन 5 सागर सडकमा पनि खडाले आसिरे दुखरा लाखरा सासिमी किलो यहाँ पा घुम्नेमा कमी इसेर मलाई मुपाड के खर भनेन तारे बसार सिपुन कावारी पतिना हर रुमी साका जे काबे फुटले खुसी सारेमा मतलबमा न्या पर्ने कोठला आज खेन केमनो रोटाली होला केमनो केका खाना नापजिका मेनका केमले केलसिमा खाता होला केमनो साका तासिला गमा तासिला आले गर्नको मनम्पा तिमनाम पुआमा को झाराको रुङ साका दिखाइनानका खेमो किमसिमी खाता नि केमनो खेमो यसरी मनाउँदा मिनका खेमो किमसिमा खाता खाइ बाबा असम मिन्नाका सरी घामले डल्ले कस्तो नराम्रो देखेको है ढाका टोपी घामले डल्ले कस्तो नराम्रो Nan kanal. Bayar mama Au. Yang pasti dinsu. Lu mama. Au हामीलाई पालो दिनु पर्यो नि त किनहरु बसिरहेको त खानु न फोन लाग्यो बस्छ खानु बुझ्यो भने पनि हुन्छ के कसरा मलाई खान लाग्दैन भन्नु आन्टी खानु न तिम्रो चाहिँ के हो यो म त नाले हिजोदेखि खाना खानु पर्दै परेछ भिडियोमा एकजना
लोकल कुरामा आउनु न आन्टी यहाँ बस्नु आन्टी त्यहाँ थुचुकै बसिहाल्नु त अब यो काठले हेर न आउनु पर्छ नि यो मेरो भन्नु त्यो तपाईँको कान्छीलाई त कालो देखियो नि त उसले म पनि त अस्ति मेरो